प्यान लिनुभयो तर आय विवरण बुझाउन छुटाउनु भएको छ, चिन्ता नगर्नुहोस्। कारोबार गरेको होस् या कारोबार गरेको नहोस्, सरकारले कर अभिलेख सच्याउने विशेष अवसर दिएको छ। यसपालिको 2083 बजेटले विगतमा प्यान लिएर करको दायरामा आउनु भएका केही व्यक्तिहरू मध्ये केहीले कुनै कारोबार वा आय आर्जन नगर्नु भएको हुन सक्छ भने केहीले आय आर्जन गर्नु भएको पनि हुन सक्छ, तर आय विवरण तथा कर दाखिला नगर्नु भएको अवस्था पनि हुन सक्छ। यस्ता करदाताका लागि सरकारले विशेष सहुलियतको व्यवस्था गरेको छ। यदि प्यान लिएर पनि कुनै आय आर्जन वा कारोबार गर्नु भएको छैन भने आर्थिक वर्ष 2082-83 को आय विवरण पेश गर्ने र त्यसमा यदि कर लागेको छ भने तिर्ने। 2083 साल उस मसान्तभित्र सम्बन्धित कार्यालयमा दर्ता खारेजी वा कारोबार सञ्चालनका लागि निवेदन दिने। यसो गर्नुभयो भने अघिल्ला आर्थिक वर्षहरूको आय विवरण नै पेश गर्नुपर्ने छैन। अब अर्को केसमा लागौँ है त। यदि आय आर्जन गर्नु भएको थियो तर कर तथा विवरण बुझाउनु भएको थिएन भने बुझाउन बाँकी आय विवरण र सोमा लाग्ने कर रकम र करको थप 1% रकम 2083 साल पुस मसान्तभित्र बुझाएमा ब्याज बिना आउनेछ। शुल्क तथा दस्तुर पनि बिना आउनेछ। निष्क्रिय प्यान होस् वा दाखिला गर्न छुटेको कर विवरण, विगतका त्रुटि सुचाउने यो सुनौलो अवसर नगुमाउनु होला।